ओए त्यो मेरो मकै बारी भित्र को ह म उता बाटो हिलो रहेछ त्यहाँबाट बारी बारी हिँडेको के रे बाटो हिलो हो भनेर बारी बारी हिँडे अनि बारी पनि त हिलो होला कहाँबाट हिँड्नी आकाशबाट हिँड्नी ओए ब्याजे ठुला कुरा गर्नु त अहिले अहिले आएर त मलाई ठिक लाइन छोड्यो है तेरो मकै बारीमा हिँड्दा मैले मकै भात्या छु मेरो मकै बारीमा आइज नि तँलाई 7 दिनसम्म मकै बारीमा सुत्न दिन्छु ओ राजु काका ब्याजे र स्याजे भन्ने हैन अर्काको बाउलाई मेरो नाउँ पनि मुर्की सम्झना हो साथीका लागि यो हात सलाम हो दुश्मनका लागि यो हात फलाम हो ओराइछ पते पते हेलो ए हजुर हजुर ओहो यो इन्जिनियरलाई चाहिँ छोरी नदिउँ होला अब इन्जिनियरको काम पुल बनाउने रहेछ पुल खोलामा हुन्छ यसो 4 जना ज्वाइँले बोलाउन गयो आफैले खोलाले बगाउला भन्ने डर यो इन्जिनियरलाई चाहिँ छोरी नदिउँ होला हजुर ओहो मास्टर यो मास्टर त म फुट्टी आँखाले देख्न सक्दिनँ हजुर मास्टरलाई नदिउँ डाक्टरलाई दिने हो छोरी त मेरो अरे शरणम बाटो चिप्लो ओहो बान्द्रे सर घरको काम सबै आफै यसो बिहे गरे भए त काम सघाउने साथी हुन्थ्यो नि खै साना मिनाजु यो उमेरमा कसले देला र केटी के कसले देला केटी भन्छ यो उहाँ भर्खर ब्याज प्रसादको कुरा सुनेर आइरहेको छु मैले उहाँ बान्द्रे जस्तो केटो पाए छोडिदिन्छु भनिरहेछ के पहिला दाँत देखाएर बस्छस् ज कुरो मिल ज गइहाल ब्याजे अब देख्छस् तैँले राजु मास्टरलाई हेप्ने डाक्टरलाई मात्रै छोडिदिन्छु भन्ने अब देखिन्छ तेरा छोरीको पारा सम्झनु कति छिटो हिँड्ने कि बिस्तारै हिँड न पर है मैले भन्दै छ नि फेरि यहाँबाट सिधै गएपछि चरीकोट आउँछ चरीकोटबाट दाहिने लागेपछि दोलखा भीमेश्वरको मन्दिर आउँदैन त दोलखा भीमेश्वरको मन्दिरपट्टि चाहिँ किन जानु पर्यो नि थमक्कसँगले चरीकोटमै बास बसी हुँदैन हेर भुइँमा हिलो लाग्छ यो माथि गएर फटाफट हिँड त ल ओहो नयाँ जोडी त निकै चमक धमक छ नि के हो बोल्ने फुर्सद त छैन के बोल्थे ल बुढी माइतबाट आएछे अहिले आएर यो बुढीवाला ठिक लाग्न थाल्यो है माइतबाट आएकी मात्रै होइन बुढा मैले त अर्कै कुरा पनि देखेर आएँ नि के देख्नु भने नि त्यो छ नि बान्द्रेले त मुर्की सम्झना उडाएछ क्या त्यो सबै च्यानल मैले मिलाएको अब देख्छ त ब्याजले होइन के हेरेको त माइतबाट आउन पाएको छैन झगडा नगरौँ भने फेरि झगडा गर्ने बाध्य हुन्छ होइन म के भयो त्यस्तो के भयो अहिले तेरो खोइ सिउँदोमा सिन्दुर खोइ गलामा पोते खोइ अनि तैँले भन्न खोजे के म अविवाहित हुँ पाएँ भने फेरि बिहे गर्छु भन्न खोजे अहिले आएर त मलाई ठिक लाग्नु छोड्यो कस्तो कुरा गर्छौ त्यत्रो जङ्गलको बाटो हिँड्नु छ सक्कली गहना झोलामा हालेर नक्कली लाएर हिँडेको देखेनौ अब सिन्दुर पानी परेर बगायो होला नि तिमी चाहिँ म विवाहित हुँ भनेर के भिरेर हिँडेको छौ र के परमर चाहिँ म नभएको बेलामा तिमी के गर्छौ भन्ने कुरा सबै थाहा छ मलाई त्यो सम्झनेलाई म नभएको बेलामा किन टिभी हेर्न बोलायो भने त तिमी आफै अब टिभी देखाउनै मन छ होइन त अब मलाई देखाउ टिभी ल रामशरण दाइ अब तपाईँको छोराको ठाउँमा छोरा पनि भइहाले छोरीको ठाउँमा छोरी नि भइहाले 2 सन्तान ईश्वरको वरदान अब स्थायी रूपमा बन्नेकरण गर्नु पर्यो है म बुढीसँग सल्लाह गर्छु नि ल राम्रोसित सल्लाह गर्नु है बुढा बुझ्छन् कुरा गठारे गान्छ हजुर तँलाई एउटा कुरा थाहा भयो के कुरा राजमास्टर के थाहा रहन्छ के त्यो बाँधेर र मुट्की सम्झनाले त डाँडो काट्यो नि के अँध्यारो मुख लागिरह अब जागिर छँदै छ क्यारे पर्या नेजनमा एउटी राम्री केटी बिहे घर जाम बस भयो अनि तपाईँहरूको छोरा छोरी कतिवटा अरे मेरो बाबु हजुर 4वटा छोरा 3टा छोरी आमामामा यो 4वटा छोरा 3टा छोरीहरू गर्नु कति गाह्रो होला होइन गाह्रो भयो नि
हो अबबाट चाहिँ यो गाह्रो नहोस् भनेर दुईटा सन्तान पाउने हैन अनि स्थायी बन्नेका पनि गर्ने यो चाहिँ छोराले गरे नि हुन्छ बुहारीले गरे पनि हुन्छ कुरा बुझ्नु भएन बुझ्यौँ हस् हस् यो चाहिँ छोरा बुहारीले छोरा भन्छु म गएर ल ल भरत बाले कुरा बुझेर गए गटारे कान्छ हजुर हजुर राजमास्टर तैँले पनि धर्मै गरिस् ल ल अब मान्छे भएपछि धर्म गर्नु परेन सेवा नै धर्म हो भन्ने कुरा छैन शास्त्रमा ए तैँले एउटा कुरा थाहा पाइस् के कुरा 6 वर्षपछि मुटकी सम्झनालाई लिएर बान्द्रे ससुराली गाउँ आउँदैछ अरे ल अस्ति जस्तै तेरो बाउको काँदा मुत्लिस नि मुतायो भने आयो भने ल ओए तेरो बानलाई तान्न आउन सकिन पाउने बेलामा ग्यालग्याल्ती पाउँछ स्याहार्न सक्दिनस् मैले मात्रै पाएर तेरो पानको माला तैँले बोकिन हुन्छ मुखमै नलाग्ने हिँड्छ नि आइपुग्यो बस ल बस ए साना हिँड्छु नमस्कार है ए बान्द्रे आइस नमस्ते नमस्कार गर तिमीहरू पनि नमस्कार गर नमस्कार ओहो तिमीहरूको चाहिँ हजुरबा पर्छ है एउटा नमस्कार ओ उता पनि गर त नमस्कार नानी पनि नमस्कार गर ओ ऊ चाहिँ मामा पर्छ है बट्टारे मामा दसैँमा यस्तो टिकी 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 लाउनु पर्छ 5 रुपियाँ आउँछ राम 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 21औं शताब्दीमा आएर एक बटाले नै सन्तान परिवार निधन भन्ने कुन चराको नाम थाहा छैन भाते हेर अचम्म एउटा कहाँ एउटा भैँमा एउटा अर्को कहाँ अझ कति पाउने होला तिमीहरूका बुद्धि थुक्क कसलाई थुके अहिले आएर त मलाई ठिक लाग्छ छोड कसलाई थुके ए राजमास्टर त्यो सम्झने र बान्द्रे डाँडै काटे डाँडे होइन अहिले त उहाँ चरीकोट पुगिसक्यो होला धरो धर्म के का धरो धर्म अब धरो धर्म भन्ने होइन मुटकी सम्झना र बान्द्रेले डाँडो काट्यो भनेर हल्ला गर्ने हो बुझे निष्ठुरी जीवनमा कसैको माया लाग्थ्यो भने त्यही मोरीको लाग्थ्यो डाँडै काटेर गएछ हतारमा आगो साल भित्राउँछु पनि भन्ठाने थिएँ त्यसलाई जाओस् ए घरमा को हुनुहुन्छ हजुर म छु को तँलाई डाका के भन्नाइस् नमस्कार गरे नमस्कार ससुराबा भनेर कसैले भनेर भन्न सिकाएको होला नि त्यो चाहिँ नभन्नी एक्लै के दर्शन गरे ससुराबा भन्नु भनेर नि ए मेरी सम्झु ए मेरो मुटुको टुक्रा ए मेरी दिल की रानी ए मेरी प्यारी आउ त यता ढोगरा बुवालाई ढोगरे बुवा मैले पनि ढोगरे ससुरा बुवा गरिस् ढोक मेरो घरमा हली बस्न नसाउने ज्वाइँ पनि टोपा लिन आएको होला होइन कत्रो कत्रो सपना थियो मेरो डक्टरलाई छोरी दिएर डक्टर साहब ए मेरो ज्वाइँ साहब दुईटा साहब एकैचोटि भन्ने रहर थियो मेरो कहाँबाट यो साहब आएर मेरो छोरीलाई टपकाएर लग्यो नि अब डक्टरलाई छोरी दिनु पाएको भए यसो बिसन्जो हुँदा डिग्री लाएर ससुरोबा तपाईँलाई कहाँ के भयो कहाँ दुख्छ भनेर जाँदिनु हुन्छ तँ डाकाले के चाहिँ गर्छस् जाँच्न पो सक्दिन त ससुराबा हजुर कदम कदाचित बिरामी भइहाल्नु भने हजुरलाई जोरुक्कै काँधमा बोकेर अस्पतालसम्म त पुर्याउन सकिहाल्छु नि अब बाटोमा लाँदा लाँदै कदम कदाचित केही भइहाल्यो भने त्यहाँबाट अलिक तलतिर पनि त पुर्याउन सक्छन् ससुराबा 9 महिना ट्रेनिङ गरेको मान्छे हो म हेलो को फेरि को अरे डाक्टर साहब बोल्नु भयो अरे यसै पालि बिहे गर्नु पर्यो अरे के अरे ब्याज पैसा त छोरी पाएन भने झुन्डेर मर्छु अरे डाक्टर साहब तपाईँको छोरी पाएन भने झुन्डेर मर्छु भन्नुहुन्छ कुरा गर्नु न कुरा यही मोबाइलले हानेर टाउको फुटाइदिउँ आलु घाउमा नुन खोर्सानी छर्न आउने त अबि कुरो गम्भीर छ राजप्रसाद हजुर कुरा त नयाँ नयाँ सुन्छु नि छोरी हिँडेकी हो खै हिँडेकै त होला नि घरमा छैन एउटा कुरो थाहा भयो के कुरा ब्याज प्रसादको छोरीलाई बान्द्रेले उडाएछ धारामा पँधेर कसैलाई नओर्नु फेरि हल्ला हुन्छ क्या नभन्नु है
डाक्टरलाई दिन्छु भन्दै थिए। तिमीहरूले एउटा कुरा थाहा पायौ? के कुरा? सम्झनालाई त के बान्द्रेले चरीकोटमा फुल भएको चप्पल किन्दै रे नि। हो र? फुल भएको चप्पल किन्दैछ? ओइ देखि सम्झनेले त फुल भएको चप्पल लाएर आइछ नि। ए देखि। ओए सम्झने त बाउलाई सोध्दै नथ्यौ कि कहाँ गएको थिइस् भन् त? ब्याज प्रसादको इज्जत त माटोमा मिलाइ नि। यत्रो गाउँभरिको मान्छेलाई ब्याजमा पैसा लगाएर हिँड्ने ब्याज प्रसादको इज्जत आज तैँले नाकै काटिस्। के गरे? हेर तेरो लागि मैले कस्ता कस्ता डाक्टरहरूसँग कुरा गराएको थिएँ। यस्तो केही न केहीको कन्डक्टर पनि हुन नसक्ने छ। तँ पहिले जानी के भयो मेरो ब्याज प्रसादको इज्जत? ए बाबा चप्पल, यो चप्पल फुक्का। यो चप्पल त गाउँभरि बयान गर्ने यही चप्पल हो। यो चप्पल त म देख्न सक्दिनँ। ए बा पहिला मेरो कुरा त सुन न। तँलाई एउटा चप्पल किन्दिन नसक्ने थिएँ म। यसले किन्ने चप्पल लाउनु पर्ने त। ए बाउ तिमीलाई कसले भन्यो यो बान्द्रेसँग म पहिला गए भनेर? हिजो तिमीले आफैले भन्यो होइन चरीकोट गरेर नुन लिएर आइज भनेर, बिउ लिएर आइज भनेर। नुन बोक्नु साथी हुन्छ भनेर यसलाई लगेको नि। जसले जे भन्यो त्यति सुनेर पछि लाग्छ होइन तिमी? हामीलाई थाहा छैन बाउको इज्जत के हो भन्ने कुरा? हेरेर त्यहाँ अर्काको चप्पल फालिदिएको। काहीँ नपारे बान्द्रेले मलाई चप्पल किनिदिनु पर्छ? उस्तै पर्यो भने म बान्द्रेलाई जुत्ता किनिदिने हैसियतको मान्छे हो म। बान्द्रेसँग पहिला गयो, काहीँ नपारे बान्द्रे जस्ता लम्फूसँग पहिला जान्छु म। लम्फू भन्यो भनेर चित्त चाहिँ नदुखाने फेरि। ए बाउले यस्तै किचकिच गर्यो भने त तैसँग जान पनि बेर लाउँदिन नि म। त्यही आशले त उहाँसँग नुन बोक्दिन गयो नि त। बाउको अगाडि जे पाइ त्यही भन्दा चाहिँ मुर्की सम्झनाको मुर्की।